त्यस्तै अनि अनि खाङ बुढियामलाई एउटा पहिला म यस्तो गर्छु पहिला चाहिँ मैले यस्तै गर्थेँ के अनि मैले फेरि बिचमा भ्लग गर्न छोडिदिएँ नि त अहिले छोडिदिएँ मैले फेरि मेरो युट्युबमा हेरेको नि सब्सक्राइब गरेको नि ए भगवान् माताले रक्षा गरून् चिने छैन जाने छैन त्यही पनि क्षमा चाहन्छौँ जति छ एकदम यहाँ जोर हो नि त यहाँनिर यहाँ डगरी हामीलाई त थाहा पनि छैन कुन मन्दिर शिव मन्दिर रहेछ नि तिम्रो क्यामेरा भइदियो बाबा हुन्थ्यो आइफोन भइदियो यहाँ नि यहाँ ढोग्ने हो यहाँनिर यार गल्ती भयो भने त माफ पाऊँ जय शिवशङ्कर भोले बाबा जय शिवशङ्कर माफी चाहन्छु गल्ती भए आफैमा राख्नुपर्छ यो भिडियो चाहिँ पब्लिक हान्नुहुन्न तिमीले चाहिँ आज बेलुका अपलोड गरिहाल है विकास तर बेदकोटै रहेछ के कसम भने बेदकोटै रहेछ यार तिमीलाई कस्तो लाग्यो तिमीलाई आवाज फिलिङ एकदम मन्दिरहरू चाहिँ एकदम शान्त मन्दिरहरूले गर्दा एकदम शान्त मन्दिर अनि यो ताल के त्यस्तै शान्त वातावरण छ क्या बनाए जस्तै छ डिस्टेन्स छैन न कसैलाई सोधपुछ होइन कसैलाई केही नै न टकिङ केही पनि छैन सबै शरीरलाई आनन्द आउँछ मजा आएको म त इनर्जी आइरहेको छ नि राजा ताल क्या मस्त भ्यू छ ताल भनेको नि यहाँ ताल चाहिँ बवाल लाग्यो कि मलाई चाहिँ एकदम फिलमा मजा आउँछ यो हेर न मस्त ताल त कति गइरहेछ भने थाहा नै छैन है ल हेर त आउट अफ भ्यू छ कि आउट अफ भ्यू त्यो बिचको मन्दिरमा पनि पुगेर आयो यार अघि आउँदैछु रोख न किन आएको थियौ यार डोन्ट वरी यार म पुगिसकेँ त तिमी भरि मायाले बोलायो मलाई मायाले बोलायो बाबा लाग्यो आदिउ त सोच्यो भन्दा एक्सपेक्टेबल छ त्यसो ब्रदर हल्का सानो क्लिप हालौँ मात्रै हो एकदम माछा पनि हालौँ न माछा त अनगिन्ती छ होला यार ल हेर्नु यी माछा त के देखिँदैन तालले त यत्रो ठुल्ठुलो छ माछा उफ्रेर खाइदियो भने सक्यो फेरि मेरो फेरि माछाले भिडियो हेर्ला नि मेरो भिडियो बनाइस् भनेर त्यहाँ माछा ल हेर्नु त यो ओ दामी लास्ट छ माछा यार यहाँ हुनु पऱ्यो नि यहाँ भित्र छ कि भित्र देखिँदैन कि बाहिर कत्रो छ यार हेर त ल हेर त माछा यो माछा हेर त यो माछै हो नि गाइस माछै हो कत्रो छ कि हेर्नु नि पुरै पानी धमिलो बनायो भने त सुन मिल्छ र यसले सुन मिल्छ र यो माउ हो नि यो चाहिँ यो माउ रहेछ होला नि यसमा त छन् ठुल्ठुलो छ नि भन्दा ठुल्ठुलो लगाएको छ यार डाउट लाग्यो मलाई विकास मलाई डाउट लाग्यो यार ल बब्बा लोकेसन छ यार लोकेसन छ आउट अफ भ्यू छ फोटो हानी हानु नि त फोटो मेरो क्यामेरा यी सानो त खाइदिन्छ नि माछा चाहिँ छ माछा चाहिँ हेर्ने लायकमा रहेछन् अनि बुझियो फोटो हाल्नु पनि छैन एउटै फोटो हाल्नु पनि छ ल